म लिने आएको लड्छ त्यसो नगरे लड्छ अहिले बाबै आइज भेटाइयो यस्तो खुसी लाग्यो यस्तो खुसी अब यहाँ जुनु होइन त नाम जुनु परियार अनि अर्को घर जाम गर्नु भएको त्यस्तै स्थिति परिचय गर्नुपर्छ सर हामीले कति खोज्यौँ त अनि देख्नुभयो भिडियो हेर्नुभयो भिडियो हिजो देखेको देखेको अनि छमछम नाच्नु हुँदो रहेछ अनि बाजे त उहाँ पानी बिनाको मान्छे जत्तिकै भएको छ ट्याक्लै बाजेकै बिहोरले गर्दा हिँड्नु पर्यो त कस्तो बिहोर होइन दुईटा नानी छोराहरूको माया लागेन माया आफूले 10 महिना बच्चा पार होइन त्यत्रो अनि यसरी छोरा छोडे अनि हिँड्नु भएको छ पनि त्यस्तै हो सर अब हजुर छोरा पनि गतिलो भएको भए बाजे गतिलो भएको भए छोडेर हिँड्नै पर्दैन थियो अनि उहाँ चाहिँ भर्खर माया प्रेम लागेको मान्छे गतिलो हुनुहुन्छ त उहाँ अब हुनुहुन्छ थाहा हुन्छ त्यसरी त्यत्रो होइन 20 वर्ष जति बसेको मान्छेलाई त अब थाहा हुँदैन अनि अहिले थाहा हुन्छ नमस्ते बजै नमस्ते ल बजै नमस्कार नमस्कार हे माया भन्दै राते हुनुहुन्थ्यो खोज्दै आइपुग्यौँ त हामी त ए सर हुनुहुन्छ नमस्कार नमस्कार ल आउनु नयाँ बाजे आउनु न आउनु नयाँ बाजे आउनु हाम्रो नयाँ बाजे ए नमस्कार बाजे नमस्कार हेर्छ हुनुहुँदो रहेछ नि त अनि बजै नजिराखौँ न एकचोटि कस्तो सुहाउँदो रहेछ ल अहिले बाजे रिसाउनुहुन्छ अर्को बाजे अलि रिसाउनुहुन्न यत्रो 5-6 दिन त बस्नु भयो अनि अर्को बाजे रिसाएर हुन्छ तपाईँ छक्क पर्नु भयो नयाँ बाजे नयाँ बजै बाजे आउँदैछ देखाउँछ बाजे खै बाजे आउनु बाजे हामीले बजैलाई नमस्ते हानिसक्यौँ बजै हो नि नमस्ते गरिसक्यौँ हामीले बाजे बाबु बुवा उहाँ हो नि होइन हो कि होइन आमा उहाँ हो हेर्नु है अलि खतरा रिसाउनु हो कि होइन बुवा आमा भा होइन कि चस्मा यहाँ अगाडि भन्नु यहाँ अगाडि भन्नु हो कि बा बोल्दै बोल्नु हो बोल्नु बिचारा भयो रिस उठ्यो नि बाबालाई हो कि होइन बा गलत मान्छे ठाउँमा आइयो हेर्नु है हामीले त ठक्कै पत्ता लगाएँ मैले चाहिँ सरहरू पनि फुत्तै उता कट्नु भयो क्या तपाईँ अनुहार चिन्नु हो बा हो मान्छे हो कि होइन मान्छे त हो नि यो चोरले गरेन त जुन परिवार तपाईँको बजै हो बजै हो नि पनि जानेरी ल पहिले बोलाउँदाखेरिमा जाने मैले लगेकै छैन भनेर भने हेरे दोस्रो जानेरी मोटरसाइकल लिएर आएर जानेरी लिएर आएको रहेछ तपाईँको श्रीमती चोरकै हो मोटरसाइकल लगेकै छैन के तपाईँ छोरा छैन ए किन होइन सिङ्गेबाट मोटरसाइकल चढाएर मोटरसाइकल होइन यी गाडीको नम्बर अझ होइन नगएको कुरा ऊ गएको पनि छैन मोटरसाइकल म चलाउनु कानुनसम्म मै आएको हो यहाँ गाउँलेलाई सोध्न थाहा भयो हो बुढो मान्छेको जानेरी रातभरि व्यवहार पनि गर्दिनँ रातभरि जानेरी तेरो जानेरी फोन गरेर गीत भनेर त गीत भन्ने त मलाई बिहानै भयो निक्लेर जा बेलुकै भयो निक्लेर जा भनेर निक्लेर हिँड्या हो म अनि त्यो ऊ हुन्छ नि त तपाईँको कानुन छ नि त कानुनी प्रोसेसहरूमा पो झन् फुत्त हिँड्नुहुन्छ यस्तो बाजेलाई दुःख दिएर तेरो परमान देखा पहिला परमान देखा त देखा पहिला परमान देखा होइन भनेर भनेदेखि फेरि देखाउनु कि नदेखाउने परमान के देखाउनु पर्यो हेरे प्रमाण माग्दै हुनुहुन्छ उहाँले अब प्रमाण हरा नि त हो म पहिला आउँदाखेरि फेरि फर्केर गएर बस्छु भन्दाखेरि मलाई राति उदो कुट्यो अनि निकाल्यो फेरि भोलि पल्ट पनि मलाई कुट्यो हो अस्ति के भने त्यही भएर हो अस्ति मसर अथवा भने कारबाही गर्नु भने फोन गर्नु कहिले ल तुरुन्त अस्ति थिएन हेरे तुरुन्त जानु पर्यो मैले पुलिससँग गएर फोन गर्दा भने यस्तो यस्तो कुरो त त्यो थिएन म उता पछिबाट आएर त्यतिखेर आएकै थिएन कति भयो दाजु तपाईँले लिएको कति भयो बरु मर्न तयारी म जान्न तपाईँ हट्नु ल बाजे त्यहाँ बस्ने अरे हट्नु न जान्न म
जान्न म यसै उतै कागज गरेर आएको यसै म हिँडेको उसै कागज कागज खोइ कागज खोइ कागज तिमीले राखेको छ कागज तिमीले राखेको छ कस्तो कस्तो कागज गर्नु पुलिस चौकी सुन्न गरेर त मुहारे पनि मेरो म चाहिँ नेरी खोज्दिन बुढी चाहिँ नेरी म लिएर जान पाउँछु म ले हिँड। मलाई यहाँ नसम्म हेरी अहिले फेरि गाले गाला चाहिँ नेरी पाउले मुहारे पनि एकछिन एकछिन न भाइ एकछिन तिमीहरू बसेर मलाई ल एकछिन एकछिन वडा अध्यक्ष सबै राखेर मलाई पठाएको होइन जान्न म एक जान्न दुई जान्न म जस्तो सबै हुन पर्दैन पर्छ म जान्न ठिक छ बस्नु न बस्नु एकछिन हामी कुराकानी गरौँ राम्ररी बा अतालिसक्नु भयो कि यहाँ चाहिँ नेरी यस्ता कुरा चाहिँ नेरी यहाँ मेरो कारवाही नगरिदिए छोरै छोरी त उसलाई कारबाही पनि गर्नु पर्दैन मेरै छ गल्ती ल बोलाउनु पुलिस बोलाउनु के बोलायो नि बोलायो मलाई गरेर कारबाही अस्ति मसला छ भने कारबाही गर्नु भने अब त्यही हो नि त्यतिखेर मसँग थिएन कि के छैन फोन गर्दा पुलिससँग कहाँ छैन काठमाडौँमा थियो त्यतिखेर म थिइनँ पुगेर घर आएको छ ल तुरुन्तै हिँड तँलाई फेरि जे भने म जान्न भने कसको हकमा जान्न होला भने कसको हक छ कसैको जसुकै हो हगोस् म जान्न भने जान्न जानु पर्यो भने मर्छु म जान्न मर्दा केही पनि गर्दैन मर्नु किन मारेर लिएर आएको त नि लिन आएको मलाई यहाँ मरे चाहिँ नेरी मारिदिन्छु नि मलाई तिमी मरे नि मलाई बाँचेन बाँच भनेर मलाई कागज गरेर छोडाएको होइन अनि फेरि मलाई किन चाहियो भिडियो गरेर किन मलाई खोज्न खोज्छ होइन मलाई किन खोज्नुहुन्छ मलाई तिमीहरूले गरेको तिमीसँग थियो म हिँड्ने कस्तो छ त्यस्तै मलाई एउटा पत्थर पनि नदिकन हिँडेको नदिकन लुकाएर अझ यिनीहरू त धन सम्पत्ति ल्याएको रे मैले के ल्याएको छु मैले म जस्तो त्यत्रो समाज छैन अरूले त भन्छ उसले कुरो गरेर अनि फेरि यसले मैले जाने के जाने केही नि त पहिला मुजी पातकी थारू हेरे उसले प्राप्तै हुनाले मुजी जाने त चाहिँ नेरी त एकदम चाहिँ नेरी उ गर्ने भाइरल हुने त भाइरल भाइरल अर्का स्वास्नी चाहिँ नि बुढोको मान्छे स्वास्नी लिएर आएर त भाइरल मैले मेरो इच्छा लाग्यो मेरो इच्छा अब बुवा अब तपाईँले अब खोजेको अब खोजिराख्नु भएको थियो होइन आमालाई भेट्नुभयो अब के गर्ने त लिएर जाने नि मेरो जान्न म मर्नु पर्छ पनि जान्न मेरो घर बाल बिजय मैले जान्न र बस्दिन भनेको थियो छोरा म जान्न जोस छोरा भए जस्तो गर्छ म जान्न म एक जान्न लाने नै तपाईँ मुजी जान्न लाने नि मेरो स्वास्नी जान्न म जान्न भनेपछि भन भने लगेर जबरजस्ती बोकेर लाने कुरा हुन्छ मेरो जिन्दगी मसँग छ म जान्न भनेपछि जान्न मेरो स्वास्नी म लिएर जानु पर्छ म जान्न बुवाले लिएरै जाने भनिराख्नु भयो लिएरै गए पनि म जान्न कसम जान्न म जान्न भनेपछि जान्न म जान्न कस्तो चाहिँ पातकी थारू जाने रे म जाँदै जान्न भाइरल बन्ने अर्का बुढोको मान्छे भाइरल त दुनिया छाडा बोलेर भाइरल हुने तिमीहरू यो भाइरल भएको र त भाइरल भाइरल मेरो स्वास्नी लिएर आउनु त मेरो इच्छा थियो ल्यायो उसले के फरक छ यहीँ छ अब बुवा नि नजाने भन्छ त नि जान्न म लिएर गएँ म जान्न बरु मलाई मारेर जाऊ म जान्न भनेपछि जान्न बरु के मारिदियो मलाई लागेस मलाई चाहिँदैन अनि यहाँ सुन न मेरो मैले भनिनँ त्यतिखेरै भने मेरो पार्टीमा चाहिँ मरण होस् म जान्न भने तिमीले कागज गरेको वडा अध्यक्ष सधैँ राखेर त्यो पुलिस राखेर तिमीहरूले कागज गरेर पठाएको मलाई त्यतिखेर अहिले अर्को मिडिया बोलायो भन्दैमा तिमीहरूले जे पाए त्यही भन्न पाउँदैन जान्न भनेपछि जान्न म त्यतिखेर नि बस्दिनै भनेर हिँड्या बेदर त छैन तपाईँको बेदर त छ बुवासँगको छ अनि कानुनी रूपमा त तपाईँ त उहाँको श्रीमती नै हो हो श्रीमती भाइ मलाई दिनुहोस् देउन त छोड्दियोस् म नभन हौ मैले भनिरहेको छु म जान्न म उसको नि बनाउँछु यहीँ बसेर हुन्छ तपाईँलाई थाहा थिएन उहाँको श्रीमती भनेर थाहा थिएन र तपाईँलाई बुढो मान्छे श्रीमती भने मलाई के थाहा छ अब थाहै थिएन उसले भने होइन मलाई कसको श्रीमती भने थाहा थियो तपाईँलाई उसले भने होइन मेरो चाहिँ बुढा हो भनेर घर परिवारमा देखा होइन है अहिले फेरि कुटिङ र जोड्दिङ थाहा थिएन र त बुवा अनि तपाईँको श्रीमती भनेर थाहा थिएन उसलाई म उसको श्रीमती भनेर मैले भनेको थिएँ थाहा थिएन र त बुवा मुजी पुस्ता अलिकति जाने लाज होइन अलिकति कहाँ भेटघाट भएको तपाईँहरू दुईजना हामी टिकटकमै भेट्यो आमामा गाना पनि गाउनुहुन्थ्यो टिकटकमा तपाईँ ए दुईटा तिनटा गीत गायो हो त्यहाँबाट त गायो ए हो र
यो ठाउँमा लिन आयो भने कुन्ता लिएर कुन्ताबाट लिएर आउनु होइन कुन्ता पनि होइन त्यो मान्छे टेकेकै छैन टेकेकै छैन उठाएकै छैन तपाईँ त्यो ठाउँमा काभ्रे जाने भएको छैन तपाईँ उयो नाम चाहिँ छैन काभ्रे भन्ने होइन त्यो ठाउँ मेरो पाइलो नि पऱ्यो तपाईँले कहाँ भेट्नुभयो उहाँलाई मैले काठमाडौँ भेटे हो काठमाडौँ चाहिँ किन जानुभएको थियो तपाईँ काठमाडौँमा आएको थियो कि किन जानुभयो मलाई इच्छा लाग्यो आएँ काठमाडौँ कुन ठाउँ जानुभयो काठमाडौँ यहाँ जरबुटीमा भेटे उसलाई किन ढाक कसरी भेटघाट चाहिँ हाम्रो फोन भएर भेटे फोन भएर कहिलेदेखि हामी आफ्नो महिना भइसकेको थियो 8 महिना बाइक छैन उसको चलाउन नि आउँदैन चलाएको पनि छैन उसले नचलाएको कुरो त्यसो भने तपाईँ कन्फर्म भयो तपाईँले लिएर आएको होइन काभ्रेबाट काभ्रेबाट होइन मैले काठमाडौँबाट काठमाडौँबाट लिएर आउनुभएको जस उहाँ बुवाको श्रीमती हो भने थाहा थिएन तपाईँलाई थाहा छैन मलाई थाहा थिएन अरे बुवा उहाँले भन्नुहुन्छ त थाहा थिएन भन्छ थाहा थिएन होला नि त उहाँलाई अब उसले मलाई भने पनि 9 महिना भइसक्यो थाहा नभएको भए लिएर आउँथेँ मुजी मैले भनिनँ मैले 9 महिना भइसक्यो तैँले फोन गरेर हेरी तपाईँ र उहाँ टिकटकमा 9 महिना भइसक्यो मुजी साथी हुनुहुन्छ टिकटकमा गीत 9 महिना भइसक्यो प्रोफाइल हेर्नु न थियो के कुराकानी हुन्छ टिकटक हेर्नै आउँदैन मलाई त्यो उयो टिकटक गीत चाहिँ गाउँथ्यो अरे क्या गीत चाहिँ दोहोरी गीत गाउनुहुन्थ्यो तपाईँ दोहोरी हुन्थ्यो तिनवटा कि चारवटा गीत गायो कुन गीत गाउनुभयो कुन गाना गाएर पठाउनु लु भन्नुहोस् कुन गाना तपाईँको गाना छ तपाईँको गाना छ घरमा भएको दाना 2 जना बसेर गयो हेरी कुन गाना गाउँथे त्यो गाना बुवा अलिकति नि लादेर दिनु हुने मुजी अनि अब कानुनी रूपमा कानुनले त उहाँकै श्रीमती हो भन्छ नि त 15 वर्षको छोरो कान भए पनि मलाई बस्दै तैँले मान्छे चिनेछ जान्न म त्यो घरमा अब मान्छे चिने मैले त्यो घरभित्र छिरेदेखिबाट कहिले सुख र शान्ति र कहिले शान्ति गरेर बस्न पनि पाइनँ म बस्दा पनि बस्दिनँ बुवाले त नि घिउ खुवाउँदै राखेको खायो घिउ एउटा कमाइको सुख थिएन मैले कमाएको खाएर बसेँ त के घिउ के भयो त्यो घरभित्र छिर्दाखेरि भनौँ भने बिहान खाएर बेलुका के खाउँ जस्तो थियो अनि सुन छैन त के भए हुनु त मैले के लाएर आइछु तल सुन लाएर हिँड्नु भएको अरे तपाईँ लाएर आइ लिएर आएको भात खाएको भएदेखि थाहा पाइहाल्छ अनि एकाउन्ट मलाई भनौँ भने यतिको मैले घरमा कस्तो लुगा लगाएको थिएँ मैले के ल्याएको छैन सुनै छैन त सुन ऊ कालीको घरमा छ मेरो ब्याग छ हिजो मिनाले सम्म भन्दै थियो ब्याग मेरो काली घरमै छ कहाँ छ सुन चाहिँ सबै यिनीहरूले राखे हो खोसेर मलाई भनौँ भने एउटा लुगाको बत्तर पनि